ल साथीहरू अब यति देखाएँ। हस्त बाई बाई आजलाई। हाम्रो साथी उहाँ मिसाको रिसाइकन मैले भिडियो बनाइरहेको छु। हेलो गाइस, नमस्ते एन्ड राम सबैजनालाई। म आज कपडा बुन्ने मेसिन देखाउँछु, तपाईँहरू हेर्नु होला। यो कपडा बुन्ने मेसिन हो। यो यस्तो बुन्छ। र यो हाम्रो दाजु बुन्ने दाजु हुन्। यो हाम्रो कारखाना, कपडा कारखानामा हो। अहिले यो मेसिनले पछ्यौरा बुनिरहेको छ। सल, रातो सल। यो रातो सल बुनिरहेको छ। यो रातो सल बुनिसकेपछि यो पछ्यौरा हो काटेर, अनि यो चाहिँ कपडा बुन्ने ठाउँ हो। यो चाहिँ सेतो कपडा हो। यो कपडा चाहिँ तपाईँको सर्ट बनाउन पनि मिल्छ, अनि पैन्ट बनाउन पनि मिल्छ। पैन्टको कपडा पनि हुन्छ। यो बाक्लो थियो कपडा। यो कपडा नेपालमै बन्छ। राम्रो क्वालिटीको कपडा हो यो। पैन्ट पनि बनाउन मिल्छ, सर्ट पनि सिलाउन मिल्छ। दुवैमा राम्रो हुन्छ। यता पनि छ। यो पैंट को कपड़ा हो। पैंट को कपड़ा सबै यता बन्द छ मेसिन। यो मेसिन कम्प्युटरले चल्छ यसरी। नेपालमै बनेको कपडा। अनि यता देखाउँछु। यता यसको धागो हाल्नुपर्छ। यहाँ धागो हाल्नुपर्छ यो, अनि त्यहाँ चल्छ। यो धागो हाल्नुपर्छ यसरी। यस्तो यो धागोको रोल हुन्छ यो। अनि यो बुन्छ। यस्तो धागो हुन्छ यस्तो। यस्तो रातो धागो पनि हुन्छ, सेतो धागो पनि हुन्छ। यस्तो मसिन यो कम्प्युटरले चल्छ यसरी। यो पछ्यौरा हो। पछ्यौरा बुन्ने। ल साथीहरू, अब यति नै। पछि भेटौँला। हस् त, बाई बाई आजलाई। हामी यसरी बोकेर गाडीमा लोड गर्ने हो।
सामान हाल्दै हुनुहुन्छ मेरो गाडीमा। यसरी पछ्यौराहरू राख्छु म। कसैले चाह्यो भने लिन सक्नुहुन्छ मलाई कन्ट्याक्ट गरेर। कति चाहिन्छ पछ्यौरा, यो पहिला रोलमा हुन्छ, यसलाई अनि कलर गर्ने अनि फुर्का बार्ने अनि बजारमा पठाउने हो कि होइन साथी? हो, यो फुर्का बार्ने हो क्या, यो फुर्का आइरहेछ, यो फुर्का बार्ने हो। कोही इच्छुक महानुभावहरू हुनुहुन्छ भने यो लिन सक्नुहुन्छ। मलाई अर्डर गर्नुहोस्, म ल्याउँछु, म दिन्छु।